नमस्ते। हामी यति बेला रिप्रीकोट गाउँपालिका नम्बर 5 गोदीबाट हामी सुरज खाम्चा अफिसियल ब्लग्सबाट बोलिरहेका छौँ। हामीले भन्नुपर्दा त्यस्तो हाम्रो केही पनि त्यस्तो चाहना होइन। हामीले चाहिँ के भन्न खोजिरहेका छौँ भन्दा हाम्रो यो विकास निर्माणको काम चाहिँ त्यति तीव्र गतिमा नचलेको हुँदाखेरि हामीले खप्नु परेका चिनी भोगाई पीडा हामीले देख्न सक्छौँ। यही हेर्नुहोस् बाटो अवस्था। कुनै पनि सुत्केरी महिलाहरू अथवा कुनै पनि बिरामीहरूलाई लिएर कुनै पनि अस्पतालमा लिएर जाने अवस्थामा गन्तव्य स्थलमा पुर्याउने हाम्रो त्यो अवस्था पनि छैन। यति बेला हामी चाहिँ यो गोदीभन्दा माथि हात्तीछेडा भन्छौँ हामीले, नाम यहाँ आइरहेका छौँ। अवस्था एकदम गम्भीर छ। ढिँडो अवस्थामा यो बाटो हेर्नुहोस्। यो अब अवस्था यहाँ माथि जलेश्वर धाम एकदम पवित्र स्थल पनि हामीले एकदम मान्दै आएका हाम्रो पुरानो स्थल पनि हो एकदम जलेश्वर धाम। हेर्न सक्नुहुन्छ अब यहाँबाट यस्तो छ बाटोको अवस्था। अब यही हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ ठाउँ राम्रो तर बाटो नराम्रो। हेर्नुहोस् अब यस्तो छ अवस्था। यति बेला हामी चाहिँ गोदीमा हामी उपस्थित भएर हामी चाहिँ बोलिरहेका छौँ। सुरज खाम्चा अफिसियल ब्लग्सबाट हामी चाहिँ यो भिडियो हामीले यस्ता भिडियो हामीले पोस्ट गरिरहेका हुन्छौँ र हामीले अपडेट गराइरहेका हुन्छौँ। धन्यवाद। दर्शकवृन्द हेर्न सक्नुहुन्छ तपाईँहरूले यो बाटोको अवस्था। यो घुम्टी भन्छन्। यो चाहिँ गोदीको 85बाट आउने क्रममा यो पुसुङ खोला नपुग्दै हामीले चाहिँ यो पहिलो घुम्टी भन्न सक्छौँ। यो घुम्टीलाई यो घुम्टीको अवस्था चाहिँ यति ढिलो छ, यति नाजुक छ। यहाँ चाहिँ अब यस्तो अवस्था छ हेर्न सक्नुहुन्छ। यो अब यस्तो कि यो भियाल छ। अब यसरी चाहिँ विकास नभएको कारणले चाहिँ यो सम्बन्धित निकायको पनि ध्यान आकर्षण होस्। यात्रुहरूले खेप्नु परेको पीडा र चालकहरूलाई पनि चलाउनलाई एकदमै गाह्रो भएको हुँदाखेरि हामी चाहिँ अहिले पैदल यात्रामा हिँडिरहेका छौँ। हामी 3 जना जति छौँ अहिले। त्यति बेला हामी चाहिँ अवस्था गम्भीर छ बाटोको अवस्था। हेर्न सक्नुहुन्छ यहाँ खाडल। यो बन्ने कोइली हो। ल टिप्पर दिनौँ चलिरहेका हुन्छन्। अब खाडलको अवस्था यस्तो छ। अब यो बन्ने कोइली हो, थाहा छैन। हेर्नुहोस् यसलाई चाहिँ बन्ने कोसिस गरिदिनु होला। अब खाडल यस्तो छ, बाटोको अवस्था यस्तो छ। भर्खरै यहाँ टिप्पर आगमन भयो। अब यो घुम्टी हेर्नुहोस्। अब यस्तो छ एकदम ढिँडो। अब बहुत कष्टपूर्वक हिँडिरहनु भएको छ। यात्रुहरूलाई पनि दुःख कष्ट भइरहेको छ। खाडलको अवस्था हेर्न सक्नुहुन्छ। यहाँ करिब 1 वर्ष पहिला यो जाली चाहिँ बजेट परेर बनेको जाली हो। बजेट परेर बनेको 50,000को योजनाको काम। अब अहिले असार मसान्त पनि लाग्ने थालिसक्यो। अब यो त्यही हो नेपाल सरकारले गरेको काम विकास यही हो। ल हेर्नुहोस् यहाँ हामीले देख्न सक्छौँ। यही भर्खरै यहाँ केही छैन। अब अरू त के भन्नु। ल हेर्नुहोस् न बाइक कति ढिँडोपुरो अवस्थाले हिँडिरहनु भएको छ हामीले देख्न सक्छौँ। बाटोको अवस्था एकदम जटिलपूर्ण भइरहेको छ। हामीसँग यति बेला हाम्रो गाउँको स्थानीय बासिन्दा उपस्थित हुनुभएको छ। हाम्रो स्थानीय बासिन्दा कुशल खत्री। उहाँलाई चाहिँ मैले केही प्रश्न गर्न सक्छु चाहे। कुशलजी के छ बाटोको अवस्था? यो हाम्रो रिप्रीकोट गाउँपालिकाको हातुरदेखि छरा सडक खण्डको अवस्था के छ? तपाईँलाई कस्तो लाग्छ? ल यति बेला हाम्रो यो ढिँडो अवस्थाको बाटोमा एकजना यात्रु उपस्थित भइरहनु भएको छ। उहाँसँग हामीले चाहिँ केही जिज्ञासा प्रतिक्रिया हामीले सोध्न गइरहेका छौँ। के छ हाम्रो स्थानीय बासिन्दा पनि हुनुहुन्छ, उहाँ राजु हिताङ भन्ने हुनुहुन्छ। म चाहिँ गगेन्द्रराज खाम्चा हो। हाम्रो सुरज खाम्चा अफिसियल ब्लगबाट हामी बोलिरहेका छौँ। के छ राजुजी हाम्रो यो बाटोको अवस्था के छ? यो सडक खण्डको यो के हो यो अवस्था? ढिँडो एकदम कयौँ वर्षदेखिको यो बन्न नसक्ने कारण के हो? यो के छ अवस्था? यो
चाहिँ के भन्दाखेरि यो बाटो मलाई त्यो बारेमा मलाई केही पनि थाहा छैन। तर म जसरी प्रत्येकचोटि बिदामा हो कि म एउटा कर्मचारी हो होइन, प्रशासनको मान्छे हो। मैले चाहिँ यसरी यो पार्टीको मान्छेले यस्तो गरे, यो पार्टीको मान्छेले यस्तो गरे मैले भन्नु मिल्दैन होइन। यो बाटो कसले हो, के गर्नु हो, यो विषयमा चाहिँ मलाई केही पनि थाहा छैन। तर बाटोको अवस्था चाहिँ एकदम खतमै छ। अब हामी बाटो एकदम खतम भएको हुनाले आउन पनि मन लाग्दैन घरतिर। यही अब कसले के गर्ने हो मलाई केही पनि थाहा छैन। धन्यवाद राजु सरलाई, विशेष धन्यवाद प्रतिक्रिया दिएकोमा। दर्शकबिन एकदमै नाजुक अवस्था छ बाटोको। धेरै गाडी आउँदैछ, बाटोको अवस्था एकदमै नाजुक अवस्था बाटो जोड्नुभन्दा यताउति एकदमै हेरेको छैन। गाडी एकदमै भइरहेको छ। बाटोको अवस्था एकदमै नाजुक छ देख्न सक्नुहुन्छ। यो बाटोको अवस्था एकदमै नाजुक अवस्था छ। हाम्रो आफूदेखि लिएर सर बतासेसम्मको बाटो एकदमै नाजुक छ। र छिटोभन्दा छिटो यो भन्नुहोस् भन्न चाहेँ। ल हेर्नुहोस् गाडीको अवस्था। अब यहाँ बाटोको अवस्थाले गर्दाखेरि गाडीको अवस्था हेर यिनी। ल हेर्नुहोस् तपाईँहरू आफूले सक्नुहुन्छ यसरी यस्तो भइरहेको अवस्था हेर्न सक्छौँ। गम्भीर छ, नेताहरूको कुनै पनि निकायको ध्यान आकर्षण भएन। जसरी हुन्छ यो बाटोको अवस्था ध्यान आकर्षण गर्न हामी दिगोटवासी रैनादेवी छ र गाउँवासी सम्पूर्ण तर्फबाट हाम्रो जोडदार हाम्रो स्थानीय बासिन्दा दिगोट गाउँवासी हाम्रो गोली हाम्रो एउटा भाइ लडिनु भयो। उहाँ पनि एकजना शिक्षक विद्यार्थी एउटा सामाजै हो। उहाँलाई चाहिँ केही कुरा सुनाउनु के छ यहाँको अवस्था, तपाईँलाई बाटो कस्तो लाग्छ? सिङ्गलामा बस्छु, बासिन्दा भएन। यहाँको 5 वर्षदेखि बाटो यस्तै अप्ठ्यारो असहज भइरहेको छ। यात्रीहरूलाई पनि असहज भइरहेको छ। अनि ट्रेन जान पनि बहुत झन्झट भइरहेको छ। अनि यो यसमा सम्बन्धित निकायको ध्यान भइरहेको छैन। कृपया के अरे सम्बन्धित निकायको ध्यान गर्न जरुरी छ भन्ने चाहन्छु। धन्यवाद।